नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ। म चाहिँ फ्रेस भएर ब्रेकफास्ट गरेर लागे पसलतिर। पसल पुगेपछि सबै कुर्सी टेबलहरू मिलाइसकेपछि भगवानलाई ढोक गरिसकेपछि म लागे किचनमा चाहिँ निम्कीको सस पाक्दै थियो। मैले फटाफट लाफिङको सेक्सन रेडी पारेँ। त्यतिकैमा दाइले फेरि फ्रेस प्याजहरू चप गर्दै हुनुहुन्थ्यो अनि हाम्रो अर्डर फेरि आइहाल्यो 11:59 मा। त्यसपछि हामी अर्डर बनाउनतिर लाग्यौँ अनि अर्डर बनाएर सर्भहरू गर्यौँ। लाफिङको झोल बनाउनु पर्ने थियो। म लागे लसुन कुट्न। यसरी कुटे कि लसुन बोल्न मिल्ने भइदियो भए नाइ अब भयो भन्थ्यो होला के। अनि त्यसपछि खाना सर्भ गरेर चिल्ली मोमो यहाँ रेडी भइरहेको थियो। मलाई चाहिँ दिदीले आज मासु भात पठाइदिनु भएको थियो। एकदमै मिठोसँग खाएँ। अनि आज चाहिँ मैले चिकन किमा र भेज किमा पनि मोल्नु पर्ने थियो अनि त्यसको लागि रेडी पार्दै थिएँ। अनि एकछिनमा चिकन किमा मोलिसकेँ। त्यसपछि फेरि उता ग्रोसरी गएर चटपटेको लागि भुजा किनेर ल्याएँ। यस्तो बिजी गइरहेछ नि हाम्रो चटपटे। प्लिज गाइज भिजिट मेलबर्न लाफिङ स्टेसन, $5 पर प्लेट चटपटे। अनि भोलि चाहिँ बिन डे थियो। मैले बिन बाहिर लगेर राखेँ। त्यसपछि यहाँनिर यस्तो दामी पानी परिरहेको थियो अनि हाम्रो कस्टमर एकजना प्यारी नानी छिन्, तिनले चाहिँ बाई गरिरहेको थिइन्। मलाई सधैँ मलाई खोज्छिन् अनि बिनाजुलाई पनि खोज्छिन्। यस्तो पानी परे पनि कति धेरैजना आइदिनुहुन्छ, कस्तो खुसी लाग्छ। अनि आज फेरि एकजना न्युजिल्यान्डबाट पनि आउनु भएको थियो। थ्याङ्क यू सो मच फर योर लभ एन्ड सपोर्ट। अनि हाम्रोमा अझै पर अर्डर 1 ड्रिङ्क फ्री पनि छ है। भिजिट मेलबर्न लाफिङ स्टेसन गाइज। थ्याङ्क यू।